यो ताङतिङ गाउँको इन्ट्री गेट पर रहेको छ है। र यो आज ताङतिङ गाउँमा चाहिँ सिग्लिसको भेडागोठ तल भाचोक वार्चोक याङचोककोट ताङतिङको ब्यासी हुँदै यो ताङतिङ गाउँको बाटो हुँदै चाहिँ पुरनसौरा हुँदै चाहिँ सिग्लिसतिर लैजाने भनेर चाहिँ यो जुन यो ताङतिङ गाउँको बिचको पिच बाटोबाटै भेडा धपाउँदै ल्याइरहेको छ है। र यो माथि चाहिँ हाम्रो धनसर र हाम्रो घर रहेको छ। र यो ताङतिङ गाउँको बिचको पिच बाटो यो दाहिने बायाँतिर पुरा स्ट्यान्डको साथमा गमला रोपेको छ। पारि सिक्लिस गाउँ रहेको छ। अहिले धुन्देले देखिरहेको छैन। ल यो भेडा है आहा कति ठुलो ठुलो साँड पनि रहेछन् है। आहा सिक्लिस लैजाने रे ल आज यो भेडा है। सिक्लिस गाउँमा पुग्ने छ यो भेडा आज बाटो बाटो धमाउँदै धेरै रहेछ है। आहा बच्चा पनि रहेछ। यो हाम्रो छोराको चाहिँ खाजा घर भेडीगोठ सिक्लिस गाउँको भेडीगोठ ताङतिङको बिच बाटो हुँदै हजुर दिदी है लाँदैछ। कहिले पुग्ने हो सिक्लिस? ताङतिङ गाउँमा मेला हेर्न आएको। मेला हिजो सक्यो। आज चाहिँ अब भिडियो बनेलो माथि होमस्टे है। एउटा होमस्टे दुईटा होमस्टे तीनटा होमस्टे चारवटा होमस्टे यो पोखरा जाने बस है। यो ताङतिङ गाउँ यो हाम्रो माइला बाबुको घर। यो चाहिँ हाम्रो माइला भाइ लेउरी चिवा घाटो गुरुको घर। उता यमबद्र दाईको घर है। घर जोडिएको छ। आउनु ताङतिङ गाउँमा रमाइलो हेर्नु होला है।